Hello everyone, welcome to Darjeeling Royal Defence Academy. हामी तपाईहरुका फेरि एउटा नयाँ भ्याकेन्सी को बारेमा डिस्कस गर्न आएको छौं र त्यो चाहिँ हो इन्डियन कोस्ट गार्ड 2025. अनि यो इन्डियन कोस्ट गार्ड चाहिँ सेन्ट्रल गभर्नमेन्ट को अन्डरमा हुन्छ र बेसिकली उनीहरुको रेस्पोन्सिबिलिटी चाहिँ इन्डियाको कोस्टल एरियाजहरुलाई प्रोटेक्ट गर्नु हो. इलिगल एक्टिभिटीज अनि कुनै प्रकारको कोस्टल एरियाजहरुमा वाटर बडीजहरुमा केही प्रब्लम भयो भने रेस्क्यु गर्ने कामहरु, फिशरम्यानहरुको रेस्क्यु गर्ने कामहरु सबै इन्डियन कोस्ट गार्डले गर्ने गर्छ. सो यसको एप्लिकेसन डेट चाहिँ 11th जुन टु 25th जुन हो. लास्ट डेट चाहिँ 25th जुन हो. सो अलरेडी फर्म्सहरु निस्किसकेको छ. तपाईहरुले गइकिन इन्डियन कोस्ट गार्डको अफिसियल वेबसाइटमा गइकिन तपाईहरुले फर्म फिल गर्न सक्नुहुन्छ. बट बिफोर दैट हामीले के गर्नुपर्छ, एलिजिबिलिटी हेर्नुपर्छ. सो एज लिमिट 18 इयर्स टु 22 इयर्स हो. 22 इयर्स भन्दा बेसी हुनु भएन, 18 इयर्स भन्दा कम्ती हुनु भएन. सो पोस्टहरु चाहिँ के आएको छ भने नाविक जीडी को पोस्ट र नाविक डोमेस्टिक ब्रान्च र यान्त्रिक को पोस्टहरु रिलिज भएको छ. नाविक चाहिँ बेसिक काम चाहिँ मेन्टेनेन्स को काम हो. अनि र यान्त्रिक को काम चाहिँ हो मेकानिकल, इलेक्ट्रिकल एरोनोटिकल इक्विपमेन्टहरुलाई अपरेट गर्ने काम चाहिँ यान्त्रिकको हुन्छ. त्यही लागि यसको लागि यो पोस्टको लागि क्वालिफिकेसन्सहरु पनि अलिक बेसी नै चाहिन्छ. सो क्वालिफिकेसनको कुरा गर्दा नाविक जीडी को लागि चाहिँ क्लास 12 पास विथ फिजिक्स एन्ड म्याथ्स, नाविक डोमेस्टिक ब्रान्च जीडी को लागि चाहिँ जस्ट क्लास 10 पास भए पनि हुन्छ. यान्त्रिकको लागि चाहिँ क्लास 10 पास र डिप्लोमा हुनुपर्छ. इलेक्ट्रिकल, मेकानिकल, इलेक्ट्रोनिक्स एसेट्रा 3 or 3 or 4 इयर्सको लागि और क्लास 10 अनि 12 पास हुनु पर्यो. डिप्लोमा सेम अबभ जति यहाँ लेखेको छ, इलेक्ट्रिकल, मेकानिकल, अनि ड्युरेसन चाहिँ 2 or 3 इयर्स. सो यो चाहिँ एजुकेसनल क्वालिफिकेसन थियो. सेलेक्सन प्रोसेसको कुरा गर्दा चाहिँ स्टेज 1 मा चाहिँ रिटन एक्जामिनेसन हुन्छ. स्टेज 2 मा चाहिँ फिजिकल फिटनेस टेस्ट र डकुमेन्ट भेरिफिकेसन हुन्छ. स्टेज 3 मा चाहिँ तपाईको मेडिकल टेस्ट गरिनेछ. अनि लास्टली 4th स्टेजमा चाहिँ तपाईको ओरिजिनल डकुमेन्ट भेरिफिकेसन गरिनेछ. सो यो चाहिँ त्यो इन्डियन कोस्ट गार्डको बारेमा. सो तपाईहरु एलिजिबल हुनुहुन्छ भने तपाईले यसको लागि स्योरली तपाईले यसको लागि अप्लाई गर्नुहोस्. यो एउटा राम्रो अपर्च्युनिटी छ आफ्नो कन्ट्रीलाई सर्भ गर्ने. Thank you for watching and have a